कतिजना विश्वास गर्नुहुन्छ मेरो बिजनेसलाई चाहिँ परमेश्वरले आशिषले भन्नुहुन्छ नि विश्वास छ कि आफूमा छ कि आज र तपाईँ र हामीले चाहिँ हाम्रो जीवनलाई चाहिँ 10% मात्र दिएछ कि 100% नै समर्पण गरेको छ। हुन्छ हामी अगाडि बढौँ। आजको शीर्षक छ सबैजना पढिदिनु होला आत्मसमर्पण। यो आत्मसमर्पण भने के होला त? जीवन नै समर्पण गर्नु, त्यो नै आत्मसमर्पण हो। अरू पनि भन्नुहोस्। सम्पूर्ण त्यो समर्पण भनेको चाहिँ आफ्नो बल शक्ति सामर्थ्य होस् जति पनि अधिकारको कुरा हुन्छ त्यसलाई छोडेर चाहिँ आउनुलाई चाहिँ आत्मसमर्पण भन्छ। आत्म भनेको शरीर हो, देह भनेर भनिन्छ। आत्मसमर्पण भनेको त्यो हो। आत्मसमर्पणलाई किन जनाउन सक्छ त? हातमाथि गर्नु। आज बाइबलमा लेखेको छ नि हातमाथि उचालेर परमेश्वरको प्रशंसा गर, हात उचालेर परमेश्वरसँग माग। किन थाहा छ? त्यसले चाहिँ आत्मसमर्पण हो क्या। आज तपाईँले तपाईँको जीवनमा धेरै असल कुरा सिक्न जाँदै हुनुहुन्छ है, त्यसरी ध्यान दिएर सुन्नु होला। मैले भनिसकेँ तपाईँको बारेमा अरू व्यक्तिले पढ्नुपर्छ र हालका समयहरूमा हामी कहाँ चुकिरहेका छौँ त्यसको बारेमा चाहिँ हामी हेरौँ है। किनकि यो आत्मसमर्पण गर्न चाहिँ एकदम गाह्रो छ। पुरै आफ्नो लाइफलाई दिनु, त्यो आफ्नो अधिकारको कुराहरू हुन्छ। मिठो मिठो खान मन लाग्छ, हेर्न मन राम्रो राम्रो हेर्न मन लाग्छ, राम्रो ठाउँमा जान मन लाग्छ, राम्रो राम्रो गहना लगाउन मन लाग्छ, तर सबै छोडेर आत्मसमर्पण गर्न चाहिँ एकदम गाह्रो छ। बुझ्दै हुनुहुन्छ? नम्बर 1 मा पढिदिनुहोस्। दशंसा जस्तै जीवन जिएर। दशंसा जस्तो जीवन यो भनेको अर्थ के हो? अब दशंसा भनेर बुझ्नु है। हाम्रो सुनिल सरले हामीले सिकाउनु भएको थियो एकचोटि र म तपाईँहरू त्यही रिभाइज गर्छु। त्यसपछि हामी अगाडि बढ्नेछौँ। 100% हामीले कमाएपछि 10औं अंश चाहिँ हामी कसलाई दिने गर्छौँ? अब त्यो 10 अंश 100 मा 10। अब एउटा ठाउँमा बाइबलमा लेखेको छ पृथ्वीमा जे जति भएको सबै मेरै हो। त्यहाँका बहुमूल्य रत्नहरू, त्यहाँका सुन चाँदीहरू, खोला नाला पहाड सबै कुरा मेरै हो। कसले भन्नुहुन्छ? अब बुझ्नुहोस् 100% भनेपछि हामीले कमाएको 100% पनि कसको रहेछ? यो म भेटीबाट बुझाउँदैछु है। अहिले मनस्थिति के भएको छ नि, म 10% चलाएपछि यो 90% मेरो अधिकारमा छ। यसलाई मेरो तरिकाले चलाउँछ भने चाहिँ हाम्रो भित्र लाग्छ है। तर राम्रोसँग बुझ्नुहोस्। तर हामीले बुझ्नुपर्छ 100% सक्ने सबै परमेश्वरको हो। हालेलुया हालेलुया। आज हाम्रो जीवन पनि यस्तै भएको छ क्या। शनिबार मात्र परमेश्वरलाई दिन्छु। बुझ्दै हुनुहुन्छ? सङ्गतिको बेला मात्र परमेश्वर मेरो जीवन दिन्छु। सङ्गति आउँदा के स्वर्गदूत अनि बाहिर जाँदा रागो भुटो जे होस् त्यो पनि बुझ्नुहोस् एउटा कुरा कि आज र तपाईँ र हामीले चाहिँ हाम्रो जीवनलाई चाहिँ 10% मात्र दिएछ कि 100% नै समर्पण गरेको छ। तपाईँहरूले एउटा प्रश्न सोध्छ है, ठ्याक्क जसलाई सोध्न सक्छु तपाईँहरू ठ्याक्कै भन्नुहोस् है। बाइबलको बारेमा म सोध्छु, बाइबलमा तपाईँले कुन क्यारेक्टर कुन पात्र चाहिँ मनपर्छ? म ठ्याक्क गुरुलाई कुन मनपर्छ बाइबलमा? मान्छे क्या, व्यक्ति जिसस क्राइस्ट मनपर्छ, एकदम राम्रो। दिदीलाई को मनपर्छ? कसैले आन्टी यसु प्रभु नै। अरू भाइ बाइबलमा क्यारेक्टरहरू धेरै छ नि। हजुर पिटर। रञ्जनलाई तपाईँलाई को मनपर्छ? पाउल मनपर्छ, एकदम राम्रो। सुनिन्छ तपाईँलाई? यसु क्रिस्ट मनपर्छ। प्रतिकाय सोलोमन मनपर्छ, एकदम राम्रो। दाउद, अब्राहम, अयुबलाई सेले मन पराउँछ जस्तो लाग्यो। तपाईँलाई बाइबलको व्यक्तिहरू धेरैजनाको बारेमा पढेको त छौँ, तर तपाईँलाई चाहिँ किन चाहिँ त्यो व्यक्ति मनपर्छ भन्न सक्नुहुन्छ? किन मनपर्छ? आरामले भन्नुहोस् पहिला। प्रिय चेला भएको कारणले चाहिँ उसलाई पिटर चाहिँ धेरै मन पर्छ। हजुर बलिदान चरण भएको कारणले चाहिँ उहाँलाई धेरै राम्रो लाग्छ उहाँ। अनि अरू आज्ञाकारी भएको कारणले चाहिँ उहाँको त्यो एउटा आइडल हुनुहुन्छ है। अनि अरू सोलोमन चाहिँ यस्तो व्यक्ति जो चाहिँ बुद्धिले भनेको त्यो जस्तो व्यक्ति चाहिँ अहिलेसम्म न त छ न त हुनेछ भनेर बाइबलमा लेखिएको छ क्या। सबैजनाको एक एउटा हिरो छ, एक एउटा आइडल छ है, जसरी हामीले हेरेर त ओहो म नि यस्तो बन्न सके त कस्तै राम्रो हुन्छ जस्तो लाग्यो होइन र? तपाईँले म एउटा प्रश्न सोध्न चाहन्छु है। तपाईँ कति इच्छा लाग्छ कि तपाईँले एकजना व्यक्तिको शिरमा हात राखेर प्रार्थना गर्दा उसको सबै चम्काइदियोस् भनेर? कतिजनाले मन लाग्छ मेरो मात्रै यस्तो शक्ति आओस् भनेर?
धेरैले लाग्दो रहेछ। कसैले यस्तो लाग्छ कि मैले अन्धको निम्ति आँखामा हात राखेर प्रार्थना गरेँ, त्यो अन्ध चाहिँ अन्धले चम्काइनुपर्छ, कसले लाग्छ? धेरै लाग्छ। कोही बेला धनी हुन मन लाग्छ, सबैले लाग्छ। कोही बेला प्लेन आफ्नै चलिदिनु मन लाग्छ, सबैले लाग्छ।